धन्यवाद सर। सम्पूर्ण न्यायकर्मी आदरणीय शिक्षक साथीहरू, देवघाट गाउँपालिका देवघाट धाम भिरकुटी माध्यमिक विद्यालयको म किशोर काफ्लेको तर्फबाट तपाईँ सम्पूर्णमा न्यानो अभिवादन व्यक्त गर्दै एउटा छोटो रचना यही आन्दोलनसँग सम्बन्धित रहेर रचना गरेर ल्याएको छु। स्वीकार्नुहोस् यो रचना। तिम्रा गल्ली सडक गुरुले देखिए ढाकिएको, ल्याएका छौं कलम बिच नै सत्य बाँधिएको। तिम्रो भित्रै बिच्छमा मगजमा छैन के माग सुन्ने, मार्ने मर्ने नगरिकन नै न्यायको भाव बुझ्ने। छैनन् हाम्रा रहर मनका मागका चाङ जोड्ने, नौला हाम्रा घर भवनमा ऐसले मस्त रम्ने। मागेका हौ मन वचनले एक भिक्षा तिमीमा, नौलो एउटा समय युगको यही नल्याइदिनेमा। आधी हुरी पल मगजको थिग्न गाह्रो छ हेर, सारा शिक्षा जगत अब यहाँ एक भो एक हेर। गल्ने छैनौ अब त सबमा चेतना चेत सारा, आऊ शिक्षा जगत उठ भो न्यायका न्याय सारा। एउटा हाम्रो नियम बलको ऐन छापेर देऊ, हाम्रो शिक्षा नवयुग दिने मार्ग कोरेर देऊ। शिक्षा नवयुग दिने दिन्नौ तिम्रो सडक बिचमै ऐन ल्याएर छोड्छौ। दिन्नौ तिम्रो सडक बिचमै ऐन ल्याएर छोड्छौ। तिम्रो शक्ति उपर बलमै युद्धको हाँक दिन्छौ। तिम्रो मन्त्रालय भवनमा त्यत्तिका शक्तिशाली, हाम्रो मन्त्रालय सडकमा यत्तिका शक्तिशाली। आऊ दाजौं सब तवरले कोछ यहाँ शक्तिशाली, जुझ्नै पर्ने सब सडकमै एउटा ऐनलाई। तिम्रा थोत्रा नियम बिच नै पोतिए जोतिए म, मुक्ति खोज्दै सडक बिचमा रङ्गिए जङ्गिए म। तिम्रो छोटे रजर हजले आत्तिए मात्तिए म, आऊ ल्याऊ मिलिजुली कसै सर्वस्वीकार्य ऐन। थ्याङ्क यू, धन्यवाद।